नेपालका विभिन्न समुदायका महिलाहरूले पाउमा पहिरिने तथा सुरक्षाको प्रतीक मानिने परम्परागत गहना कल्ली चाँदीको मोटो बेलनालाई गोलो आकृतिमा घुमाई बनाइन्छ। यो गहनाको दुई छेउहरू नजोडी दुवै छेउलाई चुच्चो आकार दिएको हुन्छ। यसमा पौराणिक कथाबाट प्रेरित जीव जन्तुको आकृति कुदिएको हुन्छ। यी बुट्टाहरूलाई सुरक्षाको प्रतीक मानिन्छ, जसद्वारा नकारात्मक ऊर्जाहरू टाढा रहने विश्वास गरिन्छ। दुवै पाउमा एकवटा गरी लगाइने कल्लीको हरेक बुट्टासँगै वर्षौंदेखिको धार्मिक आस्था तथा पुरातात्विक महत्त्व गाँसिएको हुन्छ।